एक मिनट जति भाषिएको थियो आज 20-25 सेन्टिमिटर वाटर कन्टेन्ट कम हुन्छ अनि कन्सल्टेसन के भन्छ भाषिने कुरा कम भयो भने 10 सेन्टि भाषिन थालेपछि हामीले बाटो खोल्छौँ कि अरू दुई कुरो भन्दैछु हाम्रो काम पनि सकिन्छ के चलिरहेको छ बिजनेस ग्रामीण पनि हाल्नु पऱ्यो फेरि बाटोमा यतिकै ड्राइभर त अब प्रब्लम छैन भनेर चाहिँ बरु एकछिन गाडी रोक्नु ड्राइभर चाहिँ अब तपाईँ हामी टेम्पोरी जस्तो कि गर्छ 4 घण्टा खोल्नु त्यो गाडी त्यो चाहिँ भोलि गर्नु यता आइरहेको तपाईँ बरु 2-3 दिन चाहिँ सर्टेन आवर खोल्नु तर अब चाहिँ त्यसले सेटलमेन्ट गर्छ त्यसले कन्सल्टेसन भोलि 4 घण्टा जति खोल्दिनु न आज बेलुकासम्म काम गर्छौँ आज सुरु भइहाल्छ भन्नु न ल यो समस्या लिएर आज विगत 9 दिनदेखि हामी यहाँ अलकत्ता पर्दैछौँ ताप्लेसँग आफ्नो परिवार गाडी सानो उताबाट जाने हामीले पाइनौँ गाडी सुकिने अहिले हामी यहाँ बसिरहेछौँ तमरो कोरिडोरबाट गयो हाम्रो गाडी सानो छ होचो गाडीले गर्दाखेरि हामी लाउनु भएन यहाँ बसिरहेको तमरो कोरिडोर खोलिसकेको छ भित्रबाट गयो उताको बाटो पनि सानो यस्तो छ कि असम्भव भएर हामी अहिलेसम्म यहीँ बसेको छौँ अहिले अब हामी अलिक टाढा बच्चा पनि हामीसँग ऊ भएपछि अब यहाँ अलिकति बाटो जाने मात्रै क्याबसम्म पुग्यो भनेदेखि बेलुकासम्म हामी खुल्न पायो भनेदेखि हामी घर पुग्छौँ सानो सानो गाडी आज 8 बजे 9 बजेतिर चाहिँ हामीले ग्यासको ट्याङ्करहरू पनि एउटा दुईटा छिराउने भन्ने छौँ त्यो बेलामा अड्केको गाडीहरूलाई 8 बजे 9 बजे दिउँसो अहिले खोल्यो भने 1-2वटा अप्ठ्यारो परेको खोल्यो भने काम गर्ने गाह्रो हुन्छ हामीले के पनि काम गर्नु कन्टिन्यू गाडी आयो त रोक्नै पर्यो एक टाइमलाई मात्रै खोल्ने 8 बजे त्यहाँ आएर हेर्छु आज 8 बजे बेलुकातिरसम्ममा हामी एकचोटि पास गराउनलाई कोसिस गर्छौँ 8 बजेतिर कटाइदिनु सक्छ विचारले पऱ्यो हामी चाहिँ अब धेरै नै उयो भयो म गान्तोकबाट सिक्किम गान्तोकबाट अनि मेरो परिवारहरूलाई चाहिँ उता पठाएँ मलाई हामी जानै नसक्ने अवस्था भएर हामी यहाँ 2 दिन बस्दै गर्दै बिपलेटे माई पोखरीपट्टिबाट यता जाने बाटो छैन